घामै त्यस्तो पऱ्यो वरर पर्यो के गर्नु वाइटी स्टुडियो यो चाहिँ लोकल कुखुरा है हजुर हजुर आजको अहिलेको तरकारी यो चाहिँ आम्म कति केजी होला दाजु यो को तरकारी निकै ठुलो छ त 3 केजी होला 3 केजी छ ल आजको तरकारी यो हजुर अब यसलाई हामी कसरी एकदम गाउँले पाराले बनाउँछौँ नि एकदम पोलेर ल गाउँले पारा ठिक होला हैन गाउँले पारै ठिक हुन्छ यो ल म सुरु गरे अब ए हुन्छ ल गाउँले पारा लोकल चाहिँ गाउँले पारा ठिक हुन्छ सुरु गरे है सुरु गरे हामी एकदम लेकमा भएको लोकल है यो लोकल कुखुरा धुवा पनि अलिअलि आँसु देखिँदैछ आँखामा धुवाले अर्ग्यानिक यहीँ उत्पादन भएको यो चाहिँ हाँ भूलता क्या है सर जी के पूरा सब सही क्या कसो डरा है के को लागि पोपो ए छ निकाल्दिएको ओ निकालेको एक मुठी छ एक मुठी होइन अनि त आज यो त म त उठ्यो के लाउँछु त भन्छु नि म त 5 बजे उठ्छु नि 5 बजे मन पर्दा कुन जुमा आएको त पुरै दाजु यो चाहिँ हामी तिते निकाल्दैछौँ हजुर हजुर तिते हो यो तिते ए भनेपछि वाचिपा भन्छ नि यस्तो वाचिपा हजुर सुरुको यसको रौँ बाहिरी रौँ फालियो फालियो त भित्र कम्ती भएको मात्रै बेरी अरू त हुँदैन यो बिचको 20 भन्दा भित्री नै भन्दा हुन्छ यो हजुर ए अलिअलि मात्रै अलिअलि मात्रै ए यो वाचिपा हजुर भनेपछि यो राईको त एकदम महत्त्वपूर्ण खाना हो नि त हैन हाम्रो त एकदम राईको त परम्परागत खानामै पर्छ यो एकदम हजुर ए पानी एक ग्लास एक लोटा खुवाउँदैछ बुवा नमस्ते नमस्ते बुवा हजुरको नाम के हो नि निमा निमा शेर्पा निमा लामा लामा कति वर्ष हुनुभयो 80 हो 80 पुग्नु हो 80 पुग्नुभयो घर चाहिँ कहाँ बुवाको ताप्लेजुङ घर ताप्लेजुङ हो अहिले अनि यहाँ तपाईँ अहिले चाहिँ सन्दकपुरमा हुनुहुन्छ कालपोखरी अनि बुवा ताप्लेजुङमा जन्मिनु भयो अनि कता कता बस्नुभयो काठमाडौँतिर नि बस्नुभयो 6-7 वर्ष बस्नुभयो के गर्नुहुन्थ्यो त्यहाँ केही न केही नानीहरू बस्यो नानीहरू बस्यो केही गर्नु छैन हजुर नाति हेर्यो ए नातिहरू बस्नुभयो नाति उसको नानी नाति हजुर लामा यो चाहिँ वाचिपा तयारी नि यो चाहिँ अब वाचिपामा लाउँदा मसिनो काटेर लाउँदा पनि हो कि हजुर यो सुपमा लाउँदा पनि धेरै राम्रो मिठो हुन्छ सुपमा लाउँदा नि भयो हजुर र यसले जिउ दुखेकोहरू पनि यता जाति हुन्छ नि यसले त यसले जिउ दुखेको नि जाति हुन्छ एकदम हल्का हुन्छ कि हजुर ए जस्तो त्यो के छ यो चाहिँ कस्तो कस्तो मान्छेले खान चाहिँ राम्रो यो त सर्दी लागेकोले झन् राम्रो हुन्छ नि त सर्दी लागेकोलाई एक नम्बरै लोकल कुखुरा र सुप खानु त सुप खानु अदुवा लाउनु पर्छ ए अनि यो जस्तो यो हजुर यो लाएर बनाउनु राम्रो हुन्छ ए यो लगाएर बनाउँदा चाहिँ एक नम्बर राम्रो हुन्छ के ए अनि अदुवा लाउनु पर्छ हजुर मसलाहरू पिसेको मसला राम्रो हुन्छ भनेपछि आज हाम्रो खुवाइ चाहिँ वाचिपा राखेको लोकल कुखुराको झोल अनि खाना ल ठिक छ हाम्रो अदुवाहरू बनाउनु पर्छ भाइ हजुर यो त डढिसकेछ हौ यो त डढिसकेछ नि झन्डै यो आज हाम्रो एकदम लोकल कुखुरा चाहिँ यहाँ पोलेर खाने पकाएर खाने
ए अँगार पो झिकी पठाएँ त सक्यो कि क्या हो यहाँ सिधै छ अब यो पोलौँ ल यो पनि अब यसको व्यवस्था यसरी यो चाहिँ हाम्रो एकदम गोठमा यो आज चाहिँ गोठ स्टे हाम्रो यो एकदम पोलेर यसलाई हामीले चाहिँ चिम्टा त खतरा है यो हेर्नु है यो चाहिँ एकदम हाम्रो अर्ग्यानिक चिम्टा यो देखाइदिनु त भाइ पुरै यो अर्ग्यानिक चिम्टा हो यो चाहिँ यसले यसले त अनि आनन्द भइगयो नि ल यो चाहिँ अब एकछिनमा पाक्छ यसलाई हजुर यसलाई पनि ल यो अब पाक्छ यसलाई मैले यहाँ लगाएँ अब धेरै आगो पनि लगाउनु भएन होइन ल अब यो हामी बजाउँछौँ यसलाई म हातैले चुडौँ हजुर ए हो काट्नु त ल यो पाको होला हौ पाको यसलाई अब यहाँ यसो चुडाउनु एकचोटि हुन्छ ल नुन छिट्ने नुन लाएर खाने कि यतिकै खाने पा ल लिनु न होइन अब बुवालाई खानुपर्छ सुरुमा तपाईँबाट सुरु गर्नु न सबैले बाँडेर खाने लु यो मुटु खानु कलेजो खानु न कलेजो अलिक सजिलो हुन्छ ल टिप्नु खानु न क्वापा खानु न ल यसो यो चाहिँ मुन्दम मन्साउनु भएको यहाँ हाम्रो चाहिँ यो छ है दाजु हजुर लिनु त ल ल ल यसलाई चाहिँ यो चाहिँ गोठको खुवाई यो ल मैले छ्यास पारेँ ल यो चाहिँ हाम्रो सेकुवाई यो एकदम गोठको खुवाई एक नम्बर यो अर्ग्यानिक कुखुरा यो चाहिँ यसले आजसम्म दाना केही खाएको छैन चरेर अगाउने हो एकदम प्योर अर्ग्यानिक मकै चाहिँ खान्छ अनि यसले चाहिँ के हो भने 3000 मिटर कति 3300 भन्नुभयो 3100 मिटर माथिको कुखुरा है यो बुवा लिनु दाजु लिनु त लिनु छ त लिनु ल बाबु टिप अब तिमी चाहिँ ब्यागमै भयो ब्यागबाटै टिप अब ल अब म यसलाई फर्काउँदैछु अब यो कतिपय साथीहरूलाई लाग्दो पनि होला होइन यो कस्तो भने अब खरानी भुतभुतेसँगै खाए भन्ने लाग्दो होला तर साथीहरूले एउटा कुरा के चाहिँ बुझ्नुपर्छ भने खरानी चाहिँ फेरि प्राकृतिक उपचार हो है यो चुकाएको दबाई पनि हो अनि अर्को कुरा हामी खरानी चाहिँ पनि खाँदैनौँ टकटकारै खान्छौँ यो त च्यापेन त धेरै ठुलो भएछ कि ल यसो गरिदिउँ कोइला तान्नु अलि त्यसो नै यसो गरौँ ल यसलाई यहाँ राखेर यो एकदम मेरो चाहिँ कुखुरा पोलाइ छ यो कोइला मैले यता ताने यहाँनिर छ नि कोइला यसलाई यता राखौँ कोइला बढ्दै गर्छ है यो कोइलाहरू उता लैजाउँ ल अब यो सानो चिम्टाले यसलाई पल्लो छेउमा ल यो कता हालिन पाक्यो यता यसलाई यहाँ अनि यसलाई यहाँ यो चाहिँ पाकेको छ यता ल यसलाई पनि ल यो पनि यो चाहिँ एकदम पोलेर अर्ग्यानिक ल ए भयो खाना खानु तपाईँ खानु लु लु भतिज भा ए दाजु यो लिनु त लिनु यो खानु न अब यो खानु न हौ ल ल
यो पाहाडमा चाहिँ एउटा कुरा के मजा हुन्छ भने नि यो हेर्नुहोस् है यस्तो आगोमा यस्तो कोइलामा यो चाहिँ टक्क पोलेर खान पाइन्छ होइन यो त पाके जस्तो छ हौ यो त पाकेछ दाजु यो पाक्यो यसलाई बजाउनु ल ल यो चाहिँ अब ए धुवा आयो क्या हो ल हजुर होइन यत्रो त खाइसकिँदैन नि बोकेन टेन्सन यो त पाक्यो होला नि यता उल्टोपट्टि पकाउने उँधोपट्टि ल यो चाहिँ अब फेरि म यो सिकारु नयाँ सिकारु पोलाएँ है यो मेरो ल यसलाई एकछिन नछौँ अब होइन यो कस्तो भयो यसलाई हेरौँ है ए यो तपाईँहरू चिकन रोस्ट भन्दै बजारमा खानुहुन्छ नि हामी चाहिँ आज गोठै बजाउँदैछौँ चिकन रोस्ट आगोमा पोलेर झ्याप्पै कोइलामा पोलेर हाम्रो चुलामा यो दाउराहरू चाहिँ गुराँसको दाउरामा पोलेर खाँदैछौँ हामी गुराँसको दाउरा बाङ्टे ए यो यस्तो दामी तरिकाले पाक्छ यहाँ ए अब यसलाई भरे पाकेपछि एकदम हजुर खानुहुन्छ ए रेड पान्डा बस्ने त्यसैमा हो ए अब रेड पान्डा अलिक झरी परेपछि अलिक मजाले देख्न सकिन्छ अरे हो सिजन रेड पान्डा हेर्ने सिजन चाहिँ कहिले हो दाजु हावाले अलिक गाह्रो छ है यसो गरौँ न म 15-20 दिन 1 महिना पछाडि आउँछु कि अनि समय निकालेर जानुपर्छ तपाईँको सबै काम अघिल्लै दिन सक्नु है यहाँ के गर्ने हो ल तपाईँले गोठ बनाइसकेर मलाई कल गर्नु अनि गरौँ न यो पाक्यो अब त यो डढ्छ फेरि यो पाक्यो अब यो चाहिँ के छ यसको अवस्था हेरौँ है यो चाहिँ अलिक पाकेको छैन होला नि के पाक्यो होला एकछिन रोस्ट गरौँ यसलाई यो पाकेको छैन यसलाई पनि रोस्ट गर्नुपर्छ यो चाहिँ पाक्यो जस्तो लागिरहेछ मलाई यो पाक्यो है यो चाहिँ भयो फेरि धेरै डढ्यो भने पनि डढेको पनि नखानु भन्छ नि त होइन ल हेर्नु है फेरि अब खानै नपाएको रचर चाहिँ नभन्नु ल यो गोठमा यसरी खान्छौँ हामी भनेर देखाएको है यो चाहिँ गोठमा खुवाइ यही हो नि त यहाँ पनि छ क्या हो ए यहाँ त होइन रहेछ यो म त यता पनि धुवा आउनु थालो रहेछ क्या हो भन्छु नि फेरि यस्तो पोलेर तपाईँको शेर्पा भोटेहरूकोमा दिँदैन नि फेरि ए हो ए शेर्पा भोटेहरूकोमा चाहिँ दिँदैन ए ल एकछिन यो पाकोस् नि हुन्छ यता बस्ने पोपो बसौँ न यतै अब बर्खा लाग्नु त आँट्यो कता जाने अब यस्तो बर्खामा पानी चल्छ त्यस्तै पाक्यो के गर्नुपर्छ भने यसो हल्दी छुटाउनुपर्छ हो त्यसपछि
좀 공부 가서 어디 보서 मासु छोड्नु पर्यो खानु नपकाएको हुन्छ होला यहाँ कोरो लाएर फुलाएर कोरो लाएर ठुलो बनाएको यो तपाईँकैमा उयो भएको यहीँ, होइन? यहीँ। यो मधेसतिरको भन्दा यहाँको मिठो पनि हो क्या फेरि यहाँको मिठो हुन्छ नि एकदम मिठो क्या यो। यसरी लोकल कुखुरा खानु चाहिँ पोलेर खानु चाहिँ पहाड आउनुपर्छ है। रसिलो हुन्छ नि सबै यो सन्दकपुर आउँदा पनि खान पाइन्छ है। पाइन्छ। हुँदैन हल्लो हुन्छ हल्लो मुख कालो होला नि अलिअलि एउटा हुँदैन हो नि त गरिसकेपछि फिला पनि ठुल्ठुलो हो मैले छिटो खाइसकेको छु। हुन्छ उहाँले चाहिँ हल्का आँसु हल्का आएछ त खायो तल पनि टिपुङमै खानु खानु टिपुङमै म पुरा त्यो केलाउँदै हुन्छ। दाँतै झरिहाल्ने गरी टोको भन्नुहुन्छ होला हौ। फेरि यसरी कोट्याएर खाएको मजा बेग्लै हुन्छ नि त। कुखुराको फिला बेग्लै हुन्छ खुवाइ अनि सुँगुरको कान के सुँगुरको कान लास्ट कान र जिब्रो लास्ट राम्रो गाउँतिर काट्दामा त कान है कान एउटा भन्थ्यो छिमेकी पोली खानेलाई? हाम्रोमा चाहिँ अहिलेसम्म राम्रो छ कि त्यस कानहरू कि मागेपछि दाम पर्दैन दाम पर्दैन पर्दैन हाम्रोमा त्यस्तै छ नि एउटा कान छुट दिइहाल्छ मागेपछि दाना अब चारोहरू दियो भने अब इस्कुसले के छ भने दियो भने मासु एक धाने दिइहाल्छ राम्रो छ नि हाम्रोमा त गाउँमा त्यस्तो सिस्टम छ नि। सिस्टम त्यस्तो छ त्यसैले गाउँघर राम्रो हो नि त। गाउँको स्थिति राम्रो हो मैले यसलाई सिनिकै पारेर तल खाउँ योभन्दा टोक्न सक्दिनँ। कुनै यो मै खानु 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 ल अनि एकदम पोलेर खाएरै अगाउने भयो आज। महँगो त यो मासु साह्रै महँगो भयो मासु सब मधेस उँधो काट्नु लाँदो रहेछ काटी